जियोमेट्रिक सिरिजको लागि एकदमै इम्पोर्टेन्ट क्वेसन जुन कि 3 मार्कमा सोधिने गर्छ र यो प्राय हरेक टर्ममा आउने गर्छ। सो तपाईहरुले यसलाई मिस आउट नगर्नु होला र भिडियोलाई केयरफुली अन्तिमसम्म हेर्नु होला। यस्तो कुनै पनि हार्ड क्वेसन छैन र पुरै सजिलो तरिकाले हामी तपाईलाई बुझाउने छौं। सो तपाईले एक्जाम को लागि एकदमै सजिलो तरिकाले प्रिपेयर गर्न सक्नुहुन्छ। सो फोकस गरौँ क्वेसनमा। सो हाम्रो क्वेसन जियोमेट्रिक सिरिजबाट हो र यो 3 मार्कमा सोधिने गर्छ र यो क्वेसन चाहिँ के भन्छ हामीलाई भने यो द सम अफ एन इन्फाइनाइट नम्बर अफ टर्म्स इन जियोमेट्रिक सिरिज इज 15 के छ भने जियोमेट्रिक सिरिजको इन्फाइनाइट नम्बरको टर्म 15 छ एन्ड द सम अफ देयर स्क्वायर र त्यसको समको स्क्वायर चाहिँ 45 रहेको छ। फाइन्ड द सिरिज अर जियोमेट्रिक सिक्वेन्स। सो यस्तो तपाईले सल्युसन गर्नको लागि सबैभन्दा प्रथम तपाईले सल्युसन लेख्नु होला र हामी तपाईहरुलाई थाहा होला कि जियोमेट्रिक सिरिजको इन्फाइनाइट नम्बरको हामीसित एउटा फर्मुला छ एस इन्फिनिटी इज इक्वल टु a1 माइनस r र यो हामीलाई फर्मुला हुन्छ जुन कि यो फर्मुला हो र हामीले अब यहाँ के भनेको छ इज 15 हामीलाई इन्फिनिटी नम्बर छ एउटा जुन कि 15 दिएको छ र यो हामीले के गर्न सकिन्छ भने 15 इज इक्वल टु a/1 माइनस r। यसलाई तपाईले के गर्न सक्नुहुन्छ अझै फर्ममा लेख्दा a इज इक्वल टु 15 1 माइनस r। यो हामीले केही गरेको छैन, यो जुन a छ एक यता लेख्यौं अनि फेरि 15 सित यो क्रस मल्टिप्लाई गरेर यो र यो मल्टिप्लाई गरेर हामीले यस्तो गरेको छौं र यसलाई इक्वेसन 1 मानौं र हामीलाई फेरि यही फर्मुला हुन्छ जुन कि यसको स्क्वायर भने एन्ड सम अफ देयर स्क्वायर भनेको छ। सो s इन्फिनिटी इज इक्वल टु a स्क्वायर बाइ 1 माइनस r स्क्वायर जुन कि हाम्रो स्क्वायर छ र s इन्फिनिटी को भ्यालु हाम्रो चाहिँ यसपालि 45 रहेको छ। सो 45 इज इक्वल टु a स्क्वायर 1 माइनस r स्क्वायर हुन्छ र फेरि हामीले यो इक्वेसन 2 मान्न सकिन्छ। सो अब के गर्न सकिन्छ भने फेरि तपाईले यहाँ लेख्नु होला। सो यो दुईटा गरिसकेपछि यो दुईटा क्वेसनबाट कम्प्लिटली गरेको हो जस्तै कि द सम अफ एन इन्फाइनाइट नम्बर अफ देयर टर्म्स इन जियोस इज 15। सो हाम्रो यसको फर्मुला हुन्छ इन्फाइनाइट नम्बरको s इन्फिनिटी र यसको a/1 माइनस r हुन्छ र यसको हामीले s इन्फिनिटी को भ्यालु 15 दिएको छ। सुरु गर्दा पहिला 15 हाल्यौं, त्यसपछि यसको यो फर्मुला हो a - 1 फेरि क्रस मल्टिप्लाई गरेर यो इक्वेसन 1 मान्यौं, फेरि s इन्फिनिटी स्क्वायर गर्यौं त्यसको, किनकि हामीलाई यहाँ स्क्वायर भनेको छ। सो a स्क्वायर 1 माइनस a स्क्वायर 45 भ्यालु छ जुन कि यहाँ छ अनि यो इक्वेसन 1 2 मान्नु होला। अनि हामीले के गर्नु पर्छ सल्भिङ इक्वेसन 1 एन्ड 2 गर्न सक्नुहुन्छ। सो फेरि यहाँ के हुन्छ भने हामीले इक्वेसन 2 यहाँ लेख्छौं 45 इज इक्वल टु a स्क्वायर बाइ 1 माइनस r स्क्वायर छ हाम्रो 1 माइनस r स्क्वायर छ। यो हामीले यस्तै लेखौं 1 माइनस a स्क्वायर छ र फेरि 45 इज इक्वल टु हाम्रो a यहाँ के छ भने यहाँ हेर्नुस् त a इज इक्वल टु 15 1 माइनस r छ। सो हामीले यो भ्यालु यहाँ राख्छौं 15 1 माइनस r को फेरि हाम्रो होल स्क्वायर छ, पुरै यो पुरैमा स्क्वायर छ। सो हामी फेरि 1 माइनस r स्क्वायर छ। यो एकदम सजिलो तरिका हो, नत्र तपाई ठुलो प्रोसेसमा जानुहुन्छ भने फेरि त्यो नराम्रो हुन सक्छ। सो 45 इज इक्वल टु 225 हामीले 15 को स्क्वायर गर्यौं 225 फेरि 1 माइनस r स्क्वायर यो दुईटैले ब्र्याकेट ओपन गरेपछि 15 को पनि स्क्वायर हुन्छ र 1 माइनस r को पनि स्क्वायर हुन्छ। फेरि हाम्रो यहाँ जान्छ 1 माइनस r स्क्वायर छ भने तपाईहरुलाई a स्क्वायर प्लस b स्क्वायर को फर्मुला के हुन्छ a प्लस b a माइनस b। सो हामीले त्यही यहाँ गर्नुहुन्छ गरेको छु 1 प्लस r 1 माइनस r हामीले यो र यो काट्न सकिन्छ। फेरि हामीले 45 बाइ 225 गर्न सक्छौं र a इज इक्वल टु फेरि हाम्रो 225 यता आइसकेको छ भने के हुन्छ 1 माइनस r 1 प्लस r छ र हामीले 45 भन्छ 45 अनि 45 यो 5 1/5 आउँछ। सो अब हामी यो यहाँ यो साइड गर्न गएको छु यो मोमेन्टै र जस्तै अब 1/5 छ भने 1/5 इज इक्वल टु 1 माइनस r 1 प्लस r हुन्छ
र यो फेरि क्रस मल्टिप्लाई गर्नु होला क्रस मल्टिप्लाई गर्नुहुन्छ 1 सित यो मल्टिप्लाई गर्नुहुन्छ भने यो सेमै टर्म हुन्छ 1 + r = 5 - 5r हुन्छ र हामीले यो प्लस r र -5r छ भने यो नेगेटिभ 5r लाई यो साइड ल्याउँछ भने के हुन्छ 6r हुन्छ = 5 अनि यो पोजिटिभ 1 छ भने नेगेटिभ 1 4 हुन्छ r = 4/6 हुन्छ r = हाम्रो 2 2 जा 2 3 जा सो 2/3 हुन्छ r हाम्रो यहाँ के दुईटा भ्यालु यहाँ हाम्रो के भयो r = 2/3 आएको छ र a निकाल्नु पर्ने हुन्छ सो a को हाम्रो के थियो इक्वेसन भने a = 15 1 - r थियो सो हाम्रो के हुन्छ भने 15 1 - 2/3 हुन्छ 2/3 = 15 3 - 2/3 हुन्छ = 15 अनि 3 - 2 1/15/3 हुन्छ = 5 हुन्छ हाम्रो a = 5 अनि r को भ्यालु 2/3 आएको थियो सो हाम्रो सिरिज के हुन जान्छ भने जियोमेट्रिक सिरिज = ar² अनि यस्तै गरेर ar³ यस्तै गरेर यो हाम्रो n नम्बरसम्म टर्मसम्म जान्छ सो हाम्रो a छ 5 ar भनेको 5 * 2/3 हुन्छ फेरि 5 * 2/3 को होल स्क्वायर फेरि प्लस 5 * 2/3 को हाम्रो होल क्युब यहाँ ड्याससम्म जान्छ सो हाम्रो यहाँ हुन्छ 5 5 2 = 10/3 सो 10/3 हुन्छ फेरि हाम्रो 5 4 = 20/9 हुन्छ फेरि हाम्रो यहाँ आउँछ 22 = 40/9 3 = 27 हुन्छ यस्तै गरेर हाम्रो यो चाहिँ जियोमेट्रिक सिरिज भयो यो चाहिँ हाम्रो आन्सर हुन जान्छ सो यसरी तपाईले जियोमेट्रिक सिरिज निकाल्न सक्नुहुन्छ र यो चाहिँ 3 मार्कमा सोधिने गर्छ र एकदमै सजिलो छ सो तपाईले यसरी सल्युसन गर्न सक्नुहुन्छ सो थ्यांक्स फर वाचिङ दिस भिडियो कीप सपोर्टिङ कीप लभिङ यु क्यान चेक प्लेलिस्ट फर द मोर इन्ट्रेस्टिङ भिडियोज थ्यांक यू